नमस्ते सबैजनालाई। आजको यस भिडियोमा हामी कसरी टक्सिक मान्छेहरूसँग डिल गर्ने भन्ने विषयमा छोटो भिडियो बनाउन गइरहेकी छु। हामी सबैको जीवनमा टक्सिक मानिसहरू हुन्छन् जसले हाम्रो भावनामा खेलवाड गर्छन् र हरेक कुरा नकारात्मक बनाउँछन् र हाम्रो मानसिक शान्ति बिगार्छ। आज हामी यस्ता मानिसहरूसँग कसरी डिल गर्ने भन्ने सम्बन्धमा थोरै कुरा गर्छौँ। फर्स्ट, बाउन्ड्रिजहरू सेट गर्ने, जस्तै कि टक्सिक मानिसहरूसँग समय, भावना या ऊर्जाहरू अथवा हुन्छ नि आफ्नो टाइम, एनर्जी एकदमै धेरै खराब भइरहेको हुन्छ। यसले गर्दाखेरि चाहिँ स्पष्ट रूपमा यो कुरा म सहन सक्दिनँ भन्ने कुरा राख्नुहोस्। अनि त्यसै गरेर अननेसेसरी ड्रामामा नअल्झिनुहोस्। सो फर्स्ट टिप्स भनेको आफ्नो बाउन्ड्रिज सेट गर्नुहोस्। त्यसै गरेर सबपर्छ अलिकति तर्क चाहिँ नगरिहाल्नुहोस्। जस्तै कि आर्ग्युमेन्ट जति गर्नुहुन्छ त्यति उहाँहरूले झनै रिस उठ्छ या उहाँहरूले झनै यो ऊर्जा खेर जान्छ क्या, हाम्रो एनर्जी नै वेस्ट हुन्छ। सो यस्ता व्यक्तिहरूसँग सबभर आर्ग्युमेन्टलाई एभोइड नै गर्दछ। त्यसै भनेर अर्को भनेको सक्क चाहिँ पोसिबल हुन्छ भने डिस्टेन्स क्रिएट गर्नुहोस्। डिस्टेन्स या त फिजिकल डिस्टेन्स हुनसक्छ या कम बोल्ने, कम देख्ने। अनि सबभर चाहिँ यस्ता व्यक्तिसँग तपाईँ जति कनेक्ट हुनुहुन्छ त्यति नै हामीलाई इमोसनली ड्यामेज गराउन सक्छन्। सो यस्ता व्यक्तिहरूलाई चाहिँ अलिकति यस्ता व्यक्तिहरूबाट चाहिँ अलिक टाढै रहनुहोस्। त्यसै गरेर अर्को भनेको फोकस अन योरसेल्फ। कतिपय यस्ता व्यक्तिहरूले तपाईँलाई क्रिटिसाइज गरिरहेका हुन्छन्। सो आफूलाई सेल्फ केयरहरू गर्नुहोस्, सेल्फ मोटिभेसन्स गर्नुहोस् र आफ्नो पोजिटिभ इम्प्याक्टहरूमा या पोजिटिभ एक्टिभिटिजहरूमा तपाईँ इन्डल्ज हुनु अथवा आफैमा कुनै पनि सकारात्मक कुराहरू छ त्यसलाई चाहिँ धेरै प्रायोरिटाइज गर्नु। त्यसै गरेर यो टक्सिक साइकलबाट निस्किन चाहिँ चुज ए इनर पिस। सधैँ आर्ग्युमेन्ट गर्न नै जरुरी हुँदैन। जहिले पनि सम्झिनुहोस्, टक्सिक मानिस तपाईँको मानसिक स्वास्थ्यभन्दा ठुलो छैन नि त। सो हर कुरा सहनुपर्छ भन्ने छैन र कहिलेकाहीँ छोड्न जान्नु पनि बुद्धिमानी हुँदैछ। सो नेगेटिभ इनर्जीलाई इग्नोर गर्दै इनर पिसलाई एक्सप्लोर गर्नुहोस्। सो टुडेज भिडियोज, आजको भिडियो यो चाहिँ हेल्पफुल हुनेछ भन्ने आशा गरी